Oh my god. के भयो? यो फिगर देखेर पनि मलाई गाह्रै हुन्छ जस्तो लाग्यो। तिम्रो फिगर देखेर पनि मतलब कस्तो के अब यो फिगर देख्दाखेरि हैन किन अरूको देखेर पनि गाह्रो भएको थियो क्या पनि निकाल्नु भयो हैन हैन त्यस्तो हैन त्यसै नसोच्नु यो तिम्रो फिगर देखेर हैन यस्तो गाह्रो भइरहेछ मलाई यार यो ब्लड प्रेसर छ नि एकदम हाई हाई उम्लिन थाल्यो के मेरो अब कस्तो गाह्रो भइरहेको छ त्यो टावल चाहिँ किन राख्नु भएको टावल हटाउनु न यो सेफ्टी हो यो यतिकै हो लाउने हो है यतिकै राखेको के मैले उसलाई सोनामा लिएर गए किनकि उसले मलाई एकदमै धेरै स्पेशल फिल गराएको थियो मलाई उसँग अझै धेरै टाइम स्पेन्ड गर्न थियो उलाई अझै धेरै बुझ्न मन थियो त्यही भएर हामी दुवैजना सोनामा गयौं त्यहाँ गएर पनि हामीले धेरै कुराहरू गर्यौं दुःखको कुरा सुखको कुरा मलाई भित्रबाट फिल भयो कि उ नै हो मेरो मान्छे उसैले नै मलाई माया गर्छ उसैले नै मलाई केयर गर्छ अब हामी फ्रेस हुनलाई सौनामा छिर्यौं मैले उलाई वेट गरिरहेको थिएँ एकछिनपछि जिउमा टावल बेर्दा आए उले टावल बेर्दाखेरि आशा टावल खोलेपछि बिपाचा जस्तो लाग्यो मलाई टावल खोलेको सिन देखेपछि फेरि मेरो पुरानो समस्या प्रेसर हाई 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 भइहाल्यो अब यो गर्मीले भनौँ कि उसको गर्मीले भनौँ कि सौना गर्मीले भनौँ मेरो प्रेसर चाहिँ धेरै नै हाई भइरहेको थियो त्यतिखेर प्रेसर हाई भएपछि मलाई फेरि बानी छ क्या टावल चाहिँ ठ्याक्क राखिहाल्ने लजाउनु भएको छ कि हजुर लजाउनु त लजाकै भनौँ न कति टाढा बस्नु भएको त नजिक आउनु त के हो तपाईँ त पुरै काम लाग्नु भएको छ त नजिक पनि होइन अलिक टाढै अलिकति टाढो कस्तो डराउनु भएको हजुर लास्ट गाह्रो भइरहेको छ है म थाहा छ मैले अहिलेसम्म यसरी एउटा रुममा बिकिनी लगाएको छैन कोहीसँग बसेको अहिलेसम्म तपाईँले त अघि डेटमा अर्कै कुरा गरिराख्नु भएको थियो है पुरै बाफ्रे यस्तो उस्तो यता त्यता भनेर अहिले त पुरै गाह्रो भइरहेछ नजिकै नआउने अब तिम्रो फिगर यति सेक्सी छ भनेर मलाई के खाएको मागि लगाउने बेलामा अब अहिले तिमी ठ्याक्कै त टावल हटायो होइन अब उसको फिगर हेर्दाखेरि मलाई गाह्रो भइरहेको थियो तर फिगर चाहिँ साह्रै सुकेको त्यो पक्कै पनि मेरो माया नपाएर सुकेको हुनुपर्छ ठिक छ म बिस्तारै उसलाई मेरो माया दिँदै जान्छु ऊ फुल्दै जान्छ त्यही पनि कहिलेकाहीँ साप मार्नलाई पनि काम लाग्ने भनेको त्यो सुकेकै बास हो तपाईँ त पुरै मर्दको छोरा यता त्यता दिनुहुन्छ है मान्छे त के हो नजिक आउँदा त पुरै त्यो बिरालोले मुसा खेदा चाहिँ मुसा दुलोमा गएर लुके चाहिँ लुक्न थाल्नु भयो त त्यस्तो होइन क्या प्रेसर हाई हुँदैन मान्छेको प्रेसर हाई भएर मलाई कस्तो हाई हुन्छ र प्रेसर त्यो यस्तो हुन्छ अलि राम्रो राम्रो केटीहरूको होइन हुन्छ नि त्यो तिमी त अहिले लाइभमा छौ टिभीमा हेर्दाखेरि त प्रेसर हाई हुन्छ तिमी त झन् लाइभमा छौ गाह्रो छ नि भजिन्छु तर तिम्रो फिगर चाहिँ होइन अनि यतिको फिगर देख्दा गाह्रो भइहाल्छ नि गाह्रो निकै गाह्रो हुँदैछ अनि नजिक आउनु न कस्तो टाढा टाढा बसेको नजिकै छु त अलि नजिक आउनु न ठिक छ त अहिले पोख्न बिस्तारै बिस्तारै आउँला नि प्रेसर के गर्ने भइरहेछ लास्ट गाह्रो भइरहेको यो यहाँ अब मिल्छ कि मिल्दैन के कुरा यो मलाई त यहाँ होइन यो गर्मीदेखि नै म होइन एक त गर्मीले त्यही माथि टिमी पुरै पग्लिसक्यो अनि राम्रो त अनि सोना आएको यत्तिकै हो त अनि पसिना आउँछ तपाईँको त्यो पेट पनि लागिरहेछ हेर्नु त त्यो पेट पनि घट्छ सबै कुराहरू ठिक हुन्छ नि स्किनमा भएको डस्टहरू जान्छ धेरै राम्रो नि भनेको त हामी कस्तो राम्रो ठाउँमा आएको छ मेरो त अनि राम्रो ठाउँमा छौँ होइन मलाई त यो स्टिम डस्टर्सहरूसँग त मतलब होइन तिमीसँग चाहिँ मतलब छ तर तिम्रो चाहिँ के भन्ने यार मतलब होइन गाह्रो भयो क्या अब चाहिँ सोनामा धेरै बेर नबस्नु है